हेलो साथीहरू हैन अन्त अहिले चाहिँ म तपाईहरुलाई के देखाउन आँटेको भने चाहिँ नि एउटा दामी चिज देखाउन आँटिरहेको हैन ग्यासिनले बनाउँदैछ हो अनि दिदीको कलेजको चाहिँ दिदीको लेख्नु भएको रहेछ नि हैन अनि त्यसले गर्दाखेरि चाहिँ मैले अलिकति सकाइ लेख्नु त्यो चाहिँ म तपाईहरुलाई देखाउन सकेन बिर्सेछु नि त मैले अनि त्यसले गर्दा यहाँ ग्यासिनले कलर गर्दै गरेको मैले सकाइदिँदैछु हैन अनि म तपाईहरुलाई देखाउँछु नि नक्सा कस्तो रहेछ यो चाहिँ वाटर साइकल बनाएको हैन अन्त अहिले चाहिँ यति पुगिरहेछ उसले कलर गर्दैछ हैन हिन्दीको यस्तो उसले अहिले आदि लेख्दैछ हो आदि मैले अघि सकाएर लेख्दैछ अब दिदीको पनि के लेख्नु छ त्यो लेख्दैछ अनि ग्यासिनले चाहिँ यहाँनिर वाटर साइकल बनाएको हेरिहाल्नुहोस् हाम्रो पर मिसले चाहिँ खाना बनाउनु हुँदैछ होइन अन्त मैले यो टाँसिदिएको होइन मैले चाहिँ फर्स्टमा चाहिँ यसको त काम बिगारिदिएर दिदीले चाहिँ यस्तो भने नि त अब यो सिङ्गलको लागि चाहिँ यस्तो एउटा यस्तोमा भनेको रहेछ नि त होइन मैले सोचेँ यो प्र्याक्टिकलको खोल चाहिँ अब यसको यो सिङ्गलको लागि होला भनेर सोचेको थिएँ नि त होइन भएर मैले चाहिँ यसरी 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 टाँस्ने बेलामा चाहिँ मैले चाहिँ दुईवटा नक्सा नै एकैचोटि टाँसेर झन्डै बिगारिदिएँ होइन अनि दिदीको सबै यो मैले गरिदिएँ हो अनि त्यो चाहिँ यस्तो बनिँदैछ है अहिले लास्टमा देखाउँछु ल तपाईँले एकैचोटि फाइनल लुक्स कस्तो देख्छ भने कमेन्ट गर्नुहोस् ल मेरो बुढाले बनाएको नक्सामा दाइ सन हेर्नु मजाको यति आउँछ गुवाक अब चाहिँ है अन्तिम घडी सकिसक्यो होइन अन्त उसले चाहिँ वाटर साइकलको नक्सा बनाइसकेको छ होइन एकदम दामी भएको छ धन्यवाद धेरै धेरै धन्यवाद तपाईँलाई पनि देखाउँछु ल हेर्नुहोस् ल अब चाहिँ सकिसकेको छ होइन यसको चाहिँ फाइनल लुक्स चाहिँ यस्तो छ वाटर साइकलको बनाउनु मान्छे चाहिँ यहाँनिर भेला पार्दैछ हो दामी भइरहेको के कस्तो भयो प्लिज कमेन्टमा भनिदिनुहोस् ल बाई बाई थ्याङ्क यू फर वाचिङ